गायिका नेपाली चलचित्रको क्षेत्रमा होस् या त अन्य विभिन्न विधागत र अब यति ठुलो यो कार्यक्रम यति धेरै यो दर्शकहरूको भिड सँगसँगै अत्यन्तै व्यवस्थित अब चाहिँ हामी आजका हाम्रा लोकप्रिय नायक सबैको मन मुटुमा बस्न सफल द रियल हिरो सुपरस्टार पवन शाहज्यूलाई मायाको चिरो दिएर विदाय गर्ने कार्यक्रमतर्फ जोड्न चाहन्छौँ। सम्पूर्ण आयोजक टिमहरू लगायत सम्पूर्ण व्यवस्थापक टिमहरू कृपया स्टेजमा आइदिनु होला र मायाको चिरो वितरण गरिदिनका लागि जो हामीलाई यो महोत्सवलाई सफल बनाउनका लागि संरक्षकको भूमिका निर्वाह गर्न चाहन्छु। यसै सँगसँगै हामी मायाको चिरो ग्रहणका लागि आमन्त्रण गर्दैछौँ जो नेपाली गीत सङ्गीतमा सर्वाधिक रुचाइएकी प्रिय गायिका नेपाली चलचित्रको क्षेत्रमा होस् या त अन्य विभिन्न विधागत गीतमा लोकप्रिय बन्न सफल हुनुभएकी गायिका शान्तिश्री परियारलाई पनि हामी मञ्चको अग्रभागमा आमन्त्रण गर्दैछौँ मायाको चिन्ह ग्रहणका लागि र सचिवालयबाट यो स्टेजसम्म ल्याइदिनका लागि सहजीकरणको भूमिका निर्वाह गरिदिनु हुनका लागि हाम्रो सुरक्षाकर्मी सेक्युरिटी टिमका साथीहरूलाई म अनुरोध गर्न चाहन्छु। ओके सो सबैजना भोलिको दिनमा अर्थात् यस महोत्सवको 7औं दिनको सांस्कृतिक बसाइमा हामीसँग चर्चित लोकप्रिय गायिका एलिना चौहानको आगमन रहने सम्पूर्णमा हामी जानकारी दिन चाहन्छौँ। यसै सँगसँगै एलिना चौहान सँगसँगै रोहित ढुङ्गानाको विशेष प्रस्तुति भोलि रहने पनि हामीलाई जानकारी गराउँदै र हामी मायाको चुनाव वितरण गर्ने कार्यक्रमलाई अगाडि सार्दैछौँ। मायाको चुनाव वितरणका लागि हाम्रो नगरपालिका अध्यक्षज्यू त्यसै गरेर महोत्सव संयोजक र महोत्सव व्यवस्थापक प्रकाश दाई कृपया मञ्चको अग्रभागमा एउटा यो इतिहासले सम्झिने खालको यो फोटोसुटका लागि अफिसियल फोटोसुटका लागि म अनुरोध गर्न चाहन्छु। व्यवस्थापक हाम्रो प्रकाश दाई त्यसै गरेर नगरपालिका प्रमुखज्यू त्यसै गरेर महोत्सव संयोजक यानि कि महोत्सव मूल आयोजक समितिका अध्यक्ष राजकुमार दाई अगाडि आइदिनुहोस् न यहाँनिर। त्यसै गरी आजका हाम्रा अतिथि कलाकारको रूपमा आउनुभएकी लोकप्रिय गायिका शान्तिश्री परियारज्यूलाई पनि स्टेजसम्म ल्याइदिनु हुनका लागि म सम्पूर्ण व्यवस्थापक टिमलाई पनि अनुरोध गर्न चाहन्छु। थ्याङ्क यू सो मच। आज साँच्चीकै नै पुनर्वासले एउटा इतिहास रच्न सफल भएको छ र हाम्रो पुनर्वास उद्योग वाणिज्य सङ्घले आयोजना गरिरहेको यो महोत्सव आजको यो यहाँको उपस्थितिले महोत्सव सफल भइसकेको सङ्केत मिलिसकेको छ किनकि पवन शाहको आगमन सँगसँगै हजारौँको सङ्ख्यामा यहाँहरूको उपस्थिति रह्यो। यहाँ सबैलाई हार्दिक हार्दिक धन्यवाद ज्ञापन गर्दै भोलिका लागि यहाँहरू फेरि पनि कन्फ्युजन नहुनुहोला एलिना चौहानको भोलि आगमन रहनेछ भन्दै सम्पूर्ण प्राविधिक रूपबाट साथ दिनुहुने सम्पूर्ण प्राविधिक मित्रहरूलाई हामी हृदयदेखि धन्यवाद दिन चाहन्छौँ। सुरक्षाकै माध्यमबाट साथ दिनुहुने सम्पूर्ण सुरक्षाकर्मीज्यूहरूप्रति पनि विशेष धन्यवाद छ। सम्पूर्ण व्यवस्थापक टिम लगायत आयोजक टिम प्रायोजक टिम सम्पूर्णलाई हृदयदेखि धन्यवाद व्यक्त गर्दै आजको 6औं दिनको सांस्कृतिक बसाइ यही समापन भएको जानकारी दिँदै भोलि पनि हामी रमाइलो गर्नेछौँ भन्दै म कार्यक्रम सञ्चालिका प्रेरणा गिरी तपाईँहरूको माझबाट बिदा हुन चाहन्छु। नमस्ते, शुभरात्रि। ओके यहाँ यतिखेर यो बाइकको साँचो भेटिएको छ। यो कसैको हो भने सम्बन्धित व्यक्तिले लिन आउनका लागि अनुरोध गर्न चाहन्छु। यो कसको साँचो हो? बाइकको साँचो भेटिएको छ र हामी औपचारिक हिसाबबाट हाम्रो आजको 6औं दिनको सांस्कृतिक कार्यक्रम लगायत सम्पूर्ण कार्यक्रम अब समापन भइरहेको जानकारी यहाँले पाइसक्नु भएको छ। हामीलाई साथ दिनुहुने नेपाल प्रहरीका टिम सशस्त्र प्रहरी बलका टिम लगायतको सम्पूर्ण टिमप्रति हार्दिक सम्मान व्यक्त गर्न चाहन्छौँ र हाम्रो स्वयंसेवक टिम जसले यो महोत्सवलाई व्यवस्थित बनाउनका लागि अत्यन्तै महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभयो। यसै सँगसँगै हाम्रा यहाँका
क्लबहरूबाट अत्यन्तै महत्त्वपूर्ण सहयोग मिल्यो। यहाँहरू सबै क्लबका प्रतिनिधि पात्रहरू सबैप्रति हार्दिक सम्मान र हाम्रा क्लबका सम्पूर्ण साथीहरू जसले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभयो अनि यहाँका युवा साथीहरू जसले यो महोत्सवलाई सफल बनाउनका लागि अत्यन्तै महत्त्वपूर्ण भूमिका निर्वाह गरिदिनु भयो। यहाँहरू सबै युवा साथीहरूप्रति पनि हार्दिक हार्दिक सम्मान व्यक्त गर्न चाहन्छु। यसै सँगसँगै यहाँहरू अब घरतिर जाँदै गर्दा विभिन्न स्टलहरूमा यहाँहरूले सस्तो सुलभ सामानहरू किनमेल गरेर जानका लागि अनुरोध गर्न चाहन्छु। अझै पनि हाम्रो अगाडितिर बालु तानिया खेलहरू चलिरहेछ, गएर खेल खेल्नका लागि पनि अनुरोध गर्न चाहन्छु। यसै सँगसँगै भोलि अब यति ठुलो यो कार्यक्रम, यति धेरै यो दर्शकहरूको भिड सँगसँगै अत्यन्तै व्यवस्थित तरिकाले यो पुनर्वासमै पहिलो यो इतिहास रच्न सफल भइरहेको छ। किनकि कुनै पनि घटना नघटिकन सुरक्षित र व्यवस्थित तरिकाले यो महोत्सवलाई अत्यन्तै अगाडि बढाउनु हुने पुनर्वास उद्योग वाणिज्य सङ्घका सम्पूर्ण कार्य समिति टिमप्रति हार्दिक सम्मान व्यक्त गर्न चाहन्छु। यो इतिहास यहाँले रच्नु भएको छ र सबैभन्दा श्रेय दर्शकहरूका लागि जानेछ। किनकि धेरैभन्दा धेरै दर्शकहरू अत्यन्तै संयमित भएर यहाँहरू बसिदिनु भयो, कुनै पनि समस्या नगराइकन यहाँहरू यो महोत्सवको अवलोकन गर्नुभयो। यहाँका स्थानीय सबै हाम्रा दर्शकवृन्दहरूप्रति हार्दिक सम्मान व्यक्त गर्न चाहन्छु। म पुनः फेरि पनि हाम्रो सुरक्षाकर्मी जसले यो महोत्सवलाई सफल बनाउनका लागि अत्यन्तै शान्ति सुरक्षाको तर्फबाट व्यवस्थित तरिकाले साथ दिनुभयो नेपाल प्रहरी सशस्त्र प्रहरी बलका सम्पूर्ण टिमप्रति पुनः हार्दिक सम्मान व्यक्त गर्न चाहन्छु। यसै सँगसँगै सेक्युरिटी फोर्सका हाम्रा साथीहरू जसले अत्यन्तै महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आजको 6औं दिनको हजारौँको सङ्ख्यामा रहेका दर्शकहरूलाई व्यवस्थित तरिकाले यहाँले व्यवस्थापन मिलाइदिनु भयो। यहाँहरू सबैप्रति हार्दिक सम्मान व्यक्त गर्न चाहन्छु। अब बिस्तारै घर जानुहोस् न। अब बिस्तारै यहाँहरू आफ्नो गृह स्थानसम्मको यात्राका लागि अनुरोध गर्न चाहन्छु। र हाम्रो पल साज्यूलाई अब हामी बिदा गर्दैछौँ। पल साज्यूलाई सम्बन्धित ठाउँसम्म पुर्याउनका लागि सहजीकरणको भूमिका निर्वाह गरिदिनु हुनका लागि हाम्रो सेक्युरिटी टिम, यसै सँगसँगै हाम्रो प्रहरी नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सम्पूर्ण टिमले व्यवस्थित तरिकाले हाम्रो पल साज्यूलाई सम्बन्धित ठाउँसम्म पुर्याउनका लागि अनुरोध गर्न चाहन्छु। र हाम्रो अध्यक्षज्यू राजकुमार राई माझीलाई, व्यवस्थापक हाम्रो प्रकाश कुमार राई लगायतको टिमलाई म पुनः पनि हार्दिक सम्मान व्यक्त गर्न चाहन्छु, सम्बोधन गर्न चाहन्छु। साथै यो इतिहास रच्नु भएको छ यहाँहरूप्रति हार्दिक सम्मान व्यक्त गर्दै अब हामी पौल साजुलाई बिदाई गर्ने तर्फ लाग्यो। मेरो पनि ब्याकग्राउन्डलाई बिदा गरिदिनको लागि अनुरोध गर्न चाहन्छु। किनकि हामी पौल साजुलाई बिदाई गर्दैछौँ है त। ल हो लगाइदिनु ल सबैले पौल साजुलाई बिदाई गरिदिनु हुनका लागि अनुरोध गर्न चाहन्छु। सबैले माया उठाइदिनु होला, पौल साजुलाई अप्ठ्यारो नबनाइकन यहाँ सबैले हात राखेर
के